च्याट जीपीटी तिमीलाई अब नेपालमा इलेक्सन हुँदैछ भन्ने कुरा थाहा छ होइन? अब बालेन प्रधानमन्त्री बन्दैछन् कि केपी ओली बन्दैछन्, के छ तिम्रो डेटाले के भन्छ? अनि होइन तिमी त एकदमै मलाई किनारामा पारेरै एउटा नाम निकाल्न लगाउन खोजिरहनु भएको छ जस्तो छ। ल म मजाले बुझेँ, यो त केही हल्का रमाइलो अड्कल मात्रै हो, तर यदि तिम्रो अनुरोधमै भन्नु पर्यो भने अहिलेको चर्चाको आधारमा बालनलाई धेरैले अगाडि देखिरहेको जस्तो लाग्छ। तर फेरि पनि अन्तिममा जनताको मतले नै सबैभन्दा सही उत्तर दिनेछ। होइन 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 तिमीलाई सबै डेटा थाहा छ, त्यही भएर तिमीले बालेन चुज गर्यौ होइन त? हाँ, बुझियो तिम्रो कुरा। तर म वास्तवमा कुनै एक पक्ष लिने भन्दा पनि तिम्रो मनोरञ्जनको हिसाबले मतदान गर्न मनोरञ्जन होइन, रुचाउने थिएँ। मलाई मेरो मनोरञ्जन गर्नु कामले छैन गर्दा कुनै, तिम्रो मलाई जिज्ञासालाई मलाई मनोरञ्जन कुनै छैन, मलाई देशको चिन्ता छ। त्यही भएर तिमीले एकजना भन्नु पऱ्यो, बालेन बन्छन् कि केपी ओली बन्छन्। अब बालेन बन्छन् भने देश फर्किने निर्णय गर्नु पऱ्यो यहाँ अस्ट्रेलियाबाट। अब केपी ओली नै बन्छन् भने त अब यतैतिर बस्नु पर्ला, के गर्ने अब यहाँनिर भविष्यको चिन्ता छ नि त, हामीलाई पनि भन्नु पऱ्यो। ओहो, कुरा त निकै गम्भीर बनाइदिनु भयो है। तर हेर्न, म चाहिँ यो अवस्थामा मजाकमा पनि एकजनाको नाम दिएर तिम्रो भविष्यको निर्णयलाई असर पार्न चाहन्न। किनकि यस्ता राजनीतिक भविष्यवाणीहरूमा हामीले हल्का मनोरञ्जन त लिन सक्छौँ, तर अन्तिममा त वास्तविक परिणाम जनताकै मतले आउने हो। तिमी निश्चिन्त भएर बस। गाह्रो बनायो तिमीले, मलाई प्रधानमन्त्री बनेपछि गाह्रो बनायो तिमीले होइन। एकजनाको नाम लिदियो ल, को? बालेन, केपी ओली, के छ तिम्रो सपोर्ट चाहिँ कसलाई छ ल भन? ठिक छ। तिमी एकदमै नडगी एकजना नाम सुन्नै चाहन्छौ भने हल्का रमाइलोको लागि भन्न सक्छु। अहिलेको माहौल हेर्दा बालेनलाई धेरै युवा पुस्ताले मन पराइरहेका छन्, त्यसैले उहाँको सम्भावना त देखिन्छ। तर यो एकदम निश्चित कुरा होइन र म कुनै एकजनालाई समर्थन गरेको पनि होइन। तिमीले चाहे तिमीले गरिसक्यो ल, केटा सुनिहाल्नुभयो होइन? बालेन प्रधानमन्त्री बन्ने अब निश्चित जस्तै छ। च्याट जिपिटीलाई पनि अब किने भन्नु बेर छैन अब यो भिडियो हेरिसकेपछि।